जुन वर मागिलियौ तिमीले अहिले, हे भक्त बालक यहाँ दिन्छु सब वर ठिक, तथापि मैले भन्छ सुनौलौ यहाँ। नाउ एक दधी बल छ वीर जगमा, तिनको अगाडि परी लड्न मन शुभ केही नगर्नु तिमीले, मार्ने क्षमा खोसरी। तहाँदेखि गएर बालकहरू तप गर्दथे धेर जहाँ, हुकुम्बो विधिले दिनु पनि भयो, वर मागिल्यौ सब यहाँ। वचन यही विधिका को सुनि ती सबले हात जोरी बिन्ती गरी, भन्छन् सब शिशु पुकारणमा जाँतो सबै त्यस गरी। बालकको विनती सबै सुनिलिया ब्रह्माजीले फेर तहाँ हुकुम्बो कपिल भालु छाडी सब जीव जिती लिए रणमा। यति वीर वर सबलाई दिवरिसकी ब्रह्मा गए धाममा, आजकल्टो वरले के गर्नु अहिले, फेर तप गरे वनमा। एक पाउका तले सिरैका भरले टेकी जमिनैमा, गर्थे तब शिवको ठुलो वर लिने इच्छा गरी मनमा। यही रीतले तप धेर गरेर सबले केही दिन बिताइलिया, साँडे वाहन गौरी शङ्कर प्रभु आएर दर्शन दिया। हे बालक तिमीले खुसी म भया वरदान लेऊ भनी, आज्ञा भो शिवको सै बखतमा ध्यान छाडी हेर्या पनि। अहो जटाजुट तब भूत त्रिपुण्ड करमा त्रिशूल ल्याएका पनि, चन्द्रै भाल त्रिलोचनै शिरमा गङ्गा बगेकी पनि। कम्मरमा मृग चर्म डम्बरु अनि काँधमा बगम्बर पनि, पाल्नु भो तपदेखि खुसी हुन गई गौरी सहितले अनि। गौरी शङ्करको परिचरणमा नारन्तकैले तहाँ माग्यो वर, हे शिवे मलाई जुन काम लाग्ने छ सङ्कट महा।